हाउडी कुरा गर्छन् साथीहरू। के भन्छ अरे, नाम पनि आउँदैन फेरि। डाकेन्द्र हो कि डकेन्द्र हो। उता बिजुली बाल्न जान्छु भनेर उता कुलमानतिर जानु भइरहेछ। अनि यता हाम्रो चाहिँ नि हर्क साम्पाङज्यूलाई चाहिँ राजनीतिको शैली मिलेन। 3 दिन स्कुल लगाउने, 4 दिन काम गराउने, यसरी कुन खालको राजनीति हुन्छ भनेर भन्दै हुनुहुन्छ। यहाँनिर भित्र कुरा बुझ्नु पर्यो नि त सरकार हजुर। यहाँनिर के भनिएको छ, प्रविधि भनेको चाहिँ तपाईँले बुझ्नुहुन्छ होला त। हामीभन्दा अलिक पढी लेखेकै नेता हुनुहुन्छ होला तपाईँ, जातिवादी नेता अझै त्यसमाथि पनि। र 3 दिन थ्योरी पढ्यो भने 4 दिन प्र्याक्टिकलमा लाने भनिरहेछ त। तपाईँहरूको कानमा अलिक कानेगुजी बढी छ कि हो? कानेगुजी कोट्याएर निकाल्नुहोस् है सरकारहरू। यति नै भन्न चाहेँ ल हाम्रो थेगिम सरको लागि। उहाँ इलाममा मुढा बोकेर कुदेको बेला त हर्क साम्पाङकै पछाडि कुद्नुहुन्थ्यो। अहिले अलिकति कुलमान ज्यूको पछि लाग्नु बित्तिकै उता तपाईँहरूको यही छ क्या, देवताकरण भन्छ नि। हाम्रो सध्या अध्यक्षज्यूले पनि त्यही भन्नुहुन्छ, देवताकरण कसैको नगर्नु भनेर। तपाईँहरू यत्रो पढे लेखेको जान्ने मान्ने मान्छे बनाउँदाहरूले यस्तो कुरा गर्न सुहाउँदैन थेगेमज्यू।